हुन्छ ब्रेक पनि हाम्रै भयो स्टेरिङ भयो र देउता चाहिँ कति मोड्ने र भन्ने चाहिँ एउटा गाडी चालकले ब्याक गियर लाउँदाखेरि कसरी छिर्ने भन्ने ठ्याक्कै त्यही हो हाम्रो भनेको चाहिँ नि 4जना आधैजना आजदेखि लिएर हाम्रो चाहिँ कम्बिनेसन भइरहेको हुन्छ र देउतालाई चाहिँ कति मोडेर लाने र कति साइडमा राख्ने जस्तै कि रोडको ग्यापहरू पनि हेर्नुपर्ने हुन्छ माथि देउताले चाहिँ छुइरहेको छ कि छैन त्यो पनि हेर्नुपर्ने हुन्छ र टर्निङदेखि लिएर ब्रेक इमर्जेन्सी भयो भने ब्रेक लाउनु पऱ्यो के समस्या हुन लाग्छ हामीले रोक्नेदेखि लिएर चाहिँ यसलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ बाटोमा कुनै कुनै यस्तो यस्तो बाटोहरू छन् कि ठ्याक्क रड रोकेर दायाँ बायाँ 1 फिट 1.5 फिट मात्र ग्याप भएको 2-3टा ठाउँ हामी त्यहाँबाट हामी रड गराउनुपर्छ त्यसलाई चाहिँ हामीले व्यवस्थित तरिकाले धनजनको क्षति नहुने गरी चाहिँ व्यवस्थित तरिकाले ल्याउने एउटा गाह्रो अब यो हुँदै गर्दाखेरि चाहिँ अब मसिनो नाचसँग त अब यो हाम्रो आत्मा नै बसिरहेको भयो सधैँ रथ हेर्न जाने तान्न जाने हुँदै गर्दाखेरि चाहिँ पछि जापु समाजबाट भोलिन्टियर जाँदै गर्दाखेरि पनि म सिनियर दाइहरूलाई चाहिँ मलाई चाहिँ भोलिन्टियर चाहिँ चक्कामै राखिदिनु भनेर भन्थेँ किनभने मलाई त्यो हेर्न चाहिँ खुब रहर लाग्थ्यो अनि मैले धेरै वर्ष चाहिँ त्यो चक्कामा हेर्दै भोलिन्टियर गर्दै त्यहाँ सधैँ म भोलिन्टियर चाहिँ चक्कामै गर्न जाने भनेर चाहिँ हिँड्थेँ अनि त्यसपछि चाहिँ दाइहरू चिन्जान हुँदै जान्यो योभन्दा सिनियर दाइहरू हाम्रो आजहरू चाहिँ चिन्दै गयो त्यसपछि चाहिँ उहाँहरूसँग चाहिँ एक्सक्युज गरेर कहिलेकाहीँ लिने उहाँहरूलाई चाहिँ थाकै माग्दाखेरि समात्दिने त्यो घरहरू फस्दाखेरि निकालिदिने त्यस्तो कामहरू धेरै गऱ्यो त्यसपछि चाहिँ बिस्तारै उहाँहरूले चाहिँ अब ल ठिक छ तपाईँ तिमी पनि राख भनेर चाहिँ बिस्तारै छोड्दै गयो छोड्दै गर्दाखेरि चाहिँ नि घर परिवारमा कसैलाई पनि थाहा थिएन यो कुरा अनि पछि चाहिँ नि देखाएको छु मैले घर राखेर ल्याएको चाहिँ नि देख्दाखेरि चाहिँ नि घरमा चाहिँ मम्मीहरूले चाहिँ नि किन गइराख्नु छ्याटो वनमा हो भन्ने पनि कुरा गर्यो तै पनि अब इच्छा थियो पहिलादेखि नै त्यसपछि हुँदाखेरि चाहिँ पछि चाहिँ नि ल ठिकै छ देउताको काम हो गर तर सुरक्षित भएर गर्न जानु भनेर पनि परिवारबाट पनि स्वीकृति पाएँ मैले लगभग 4-5 वर्ष त दाइहरूको पछि लागेर उहाँलाई हेल्पिङ ह्यान्डको गर्दै गर्दै अगाडि बढ्यो त्यसपछि चाहिँ बिस्तारै 4-5 वर्षपछि कहिले काहीँ छुन दिन्थ्यो त्यो पनि एकदमै सहज ठाउँमा भन्दाखेरि एकदमै खुल्ला ठाउँमा इक्जाम्पलको लागि कुमारपातीदेखि फुल्चो दौलाखेल लाँदाखेरि त्यो अवस्थामा मात्र हामीले पाउने अवस्थामा चाहिँ बिस्तारै सिक्दै गएर आज लगभग 9-10 वर्ष भयो पूर्ण रूपमा चाहिँ समातेर अब अहिले पनि सिकिरहेको छु दाइहरूले पनि अझसम्म पनि हामीलाई गाइड गरिरहेको छ र उहाँहरूबाट धेरै कुरा सिक्नु बाँकी नै छ र उहाँलाई चाहिँ धेरै धन्यवाद दिन पनि चाहेँ किनभने चाहिँ हामीलाई चाहिँ अब यो पुस्ता हस्तान्तरण जस्तै नै भनौँ एउटा हामीले चाहिँ सिक्न पायौँ उहाँहरूतर्फबाट चाहिँ त्यसरी चाहिँ हामी यो गाउँकोमा चाहिँ अगाडि रूपमा गाह्रो नै भन्नु पर्ला किनभने चाहिँ एउटा चाहिँ नि आफ्नो जानको जोखिमै भन्नु एक प्रकारले अब हेर्दाखेरि चाहिँ नि सहज रूपमा चाहिँ हुन सकिन्छ तर कहिलेकाहीँ चाहिँ डिफ्रेन्ट एङ्गलमा डिफ्रेन्ट तरिकाले चाहिँ फरक बाटोमा चाहिँ नि अवस्था चाहिँ नि हुन्छ कहिलेकाहीँ चाहिँ यसरी रड चाहिँ स्पिडमा आइदिन्छ कि अनकन्ट्रोलै हुने अवस्थामा चाहिँ हामी त कहिलेकाहीँ ब्ल्याङ्कनेस हुने पनि अवस्थामा आउँछ कहिलेकाहीँ रड कुदेर आउँदाखेरि त केही नदेखेको जस्तो पनि हुन्छ त्यो गाह्रो पार्ट भनेको चाहिँ नि सम्भवतः त्यही त रड बेसी कुद्ने र अनि त्यसमा चाहिँ नि अब यो घुमाउने टर्निङतिर र यसमा चाहिँ नि यो धुमाको साइजहरू मिलाउन सेपहरू अब घरतिर थोक्ने वा मान्छेलाई थोक्ने चाहिँ नि त्यो चाहिँ नि धेरै वाच गर्नुपर्ने हुन्छ
चाहिँ नि कुनै पनि 8 जना 9 जनामा चाहिँ नि घगु राख्नेहरू चाहिँ नि कुनै पनि पुस्तादेखिको घगु गुठियारहरू चाहिँ हामी होइन सबैजना चाहिँ नि एउटा इन्ट्रेस्टले पहिला आयो त्यसपछि चाहिँ नि अब ल यो हाम्रो चाहिँ कर्तव्य हो वा चाहिँ हामीले नै यो सम्पदा संस्कृतिहरू जगाड गर्नलाई चाहिँ हामी नै अगाडि बढ्नुपर्छ भनेर चाहिँ हामी अगाडि बढेर लागिरहेका छौँ।